हेलो ए नथिङ फोन 4A आएको ए ओके ल माइहाल ए बोय ओके एकैछिन है पेमेन्ट पनि गरिदिइहाल्छु म खै क्युआर ल्याउनु त के ल भयो ल थ्याङ्क यू है त ब्रदर Why are you running? नथिङ फोन 4A आइसक्यो है गाइजहरू अब यो फोनको बारेमा नि आज मस्त गफ हान्नुपर्छ है नथिङ फोन 3A को पालामा चाहिँ यो रिभ्यू भिडियो पनि 20 मिनटको भएको थियो अनि काट्दा बल्ल बल्ल 16 मिनटमा झारेको थियो आज चाहिँ सकेसम्म कन्साइज गरेर चाहिँ रिभ्यू गर्न खोज्छौँ है दिस इज द नथिङ फोन 4A म चाहिँ राइजेन एन्ड यु वाचिङ टेकलिक र सबभन्दा सुरुमा त यो फोन अब रिभ्यूको लागि सेटअप गर्दाखेरि चाहिँ मैले सबभन्दा इमिडिएटली नोटिस गरेको भनेको चाहिँ यो फोनको ह्याप्टिक है अब नर्मली चाहिँ अब फोन रिभ्यू गर्ने बेलामा चाहिँ अब मिड रेन्जबाट बजेटबाट मिड रेन्ज फ्ल्यागसिप यताउति भइरहेको छ नि त तर त्यो बेलामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब फ्ल्यागसिपबाट चाहिँ मिड रेन्जमा ड्रप हुँदाखेरि चाहिँ ह्याप्टिकमा फल अफ चाहिँ इमिडिएटली नोटिस हुन्छ क्या तर यो फोनमा चाहिँ त्यस्तो थिएन क्या अलिकति ग्रेसफुल खालको लाग्यो कि अब हुन त अब फ्ल्यागसिपको जस्तो एकदमै टक्क खालको त छैन अलिकति विक छ बट इट इज भेरी नाइस के त्यस्तै एकदमै इमिडिएटली नोटिस हुने अर्को कुरा भनेको चाहिँ यो फोनको साइज हो है अब यसो स्पेक्सिट हेर्ने हो भने चाहिँ हामीले अल अराउन्ड डाइमेन्सन बढेको त देख्छौँ तर कुनै पनि एउटा पर्टिकुलर डाइमेन्सन चाहिँ एकदमै ड्रास्टिकल्ली इन्क्रिज भएको जस्तो चाहिँ लाग्दैन होइन तर हातमा लिँदाखेरि चाहिँ यो फोन चाहिँ एक्चुअलीमा एकदमै ठुलो फिल हुन्छ क्या त्यसै गरी हामीले अरू चेन्जेस भनेको यो फोनको डिजाइनमा पाउँछौँ होइन अब पुरानो नथिङको डिजाइन जस्तो छ पनि छैन पनि होइन हामीले अझै पनि यहाँ चाहिँ अब ट्रान्सप्यारेन्ट ब्याक प्यानल पाउँछौँ अझै पनि तर पहिलाको जस्तो यो रिबन केबल्सहरू चाहिँ पुरै हटाइदिएको छ क्या अनि यो फोनको चाहिँ ट्रेलर हेर्दाखेरि चाहिँ मैले चाहिँ पहिलाको जस्तै ग्लिफ लाइट्सहरू पनि हुन्छ होला तर यो क्यामेराको बम्पनेर चाहिँ अलिकति कम्प्याक्ट पारेर राखेको छ होला भनेर एक्सपेक्ट गरिरहेको थिएँ होइन तर नथिङले चाहिँ यहाँ पुरा सरप्राइज हान्दैछ है ग्लिफ लाइट पुरै हटाइदिएछ त्यसको सट्टामा चाहिँ यहाँ नथिङले चाहिँ यो ग्लिफ बार भनेर लिएर आएको रहेछ होइन जसको चाहिँ अब मल्टिपल लेभल अफ ब्राइटनेस पनि छ अनि जुनसँग चाहिँ म यस्तो चाँडै सोल्ड आउट भएँ है मलाई यो नथिङ फोन 4A प्रोको यो ग्लिफ बार चाहिँ अब यही फोनको प्रो भेरिएन्ट अनि नथिङ फोन 3मा भएको त्यो ग्लिफ मेट्रिक्स छ नि त्योभन्दा अझै बढी मन पऱ्यो क्या मन पर्न चाहिँ होइन तर त्यो भन्दैमा चाहिँ अब देयर आर अ फ्यु थिङ्स आई डु मिस फ्रम द ओल्ड ग्लिफ लाइट होइन अब जस्तै कि अब फर्स्टमा त अब चार्जिङ प्रोग्रेस देखाउने होइन पहिलाको फोनहरूमा चाहिँ अब नथिङको त्यो चार्जिङ प्रोग्रेसहरू हेर्न मिल्थ्यो होइन अब त्यो फिचर चाहिँ नथिङले हटाएको अलि टाइम चाहिँ भइसक्यो तर यो ग्लिफ बारमा चाहिँ त्यो कुरा चाहिँ सजिलै एक्जिक्युट गर्न मिल्छ जस्तो लाग्यो मलाई सो त्यो यो भयो एउटा कुरा चाहिँ अनि अर्को भनेको चाहिँ पहिला चाहिँ अब फोटो खिच्ने बेलामा चाहिँ ग्लिफ लाइट युज गर्न मिल्थ्यो क्या एज अ लाइट डिफ्युजर टाइप्सले जसको चाहिँ अब फोटोको एस्थेटिक चाहिँ त्यो प्योर फ्ल्यास भन्दा चाहिँ अलिकति डिफ्रेन्ट खालको देखिन्थ्यो होइन तर अब चाहिँ अब फोटो खिच्ने बेलामा चाहिँ ग्लिफ इन्टरफेस कुनै पनि युज गर्न नमिल्दो रहेछ सो त्यो एउटा कुरा चाहिँ मिस भयो अर्को मलाई होइन सो यस मलाई ग्लिफ बार मन पर्यो मन पर्न चाहिँ होइन तर त्यो सँगसँगै चाहिँ अब पुरानो एउटा दुइटा कोर्की फिचरहरू चाहिँ सेक्रिफाइस भएर गएको रहेछ कि बट नट अल चेन्जेस आर लस है जस्तै यो फोनमा चाहिँ हामीले अझै एडेड कलर्सहरू पाउँछौँ क्या अब पहिला चाहिँ अब ब्ल्याक व्हाइट र ब्लू मात्रै थियो भने यसपालि चाहिँ पिङ्क पनि एड भएर आएको छ होइन अनि यो कलरफुल अप्सनमा चाहिँ पछाडिको ग्लास चाहिँ हल्का ट्रान्सलुसेन्ट हल्का टिन्टेड टाइपको छ क्या जस राम्रो खालको छ होइन कलर्सहरू अनि अहिले चाहिँ रिसेन्टली चाहिँ फोनहरू फेरि रङ्गिन हुन थालेको छ जुन चाहिँ आई भेरी मच वेलकम है जस फोनले चाहिँ अलिकति पर्सनालिटी देखाउनु पऱ्यो नि त होइन त्यस्तै अर्को गुड चेन्जेस भनेको चाहिँ यो बक्समा चाहिँ हामीले यसपालि केस पनि पाउँछौँ होइन त्यस्तो टप क्वालिटी केस त छैन छन चाहिँ तर अब नथिङ जस्तो इन्जुजियास्ट ब्रान्डको चाहिँ बजारमा केस पाउन अलिकति गाह्रो हुन्छ कि स्पेसली डाउन द लाइन इन फ्युचर सो दिस इज भेरी मच अप्रिसिएटेड है त्यसै गरी यो फोनको चाहिँ मटेरियल पनि अपग्रेड भएको छ होइन हामीले चाहिँ फाइनल्ली गोरिल्ला ग्लास प्रोटेक्सन पाउँछौँ यसमा गोरिल्ला ग्लास 7i छ अगाडिपट्टि पछाडिपट्टि ग्लासको बारेमा चाहिँ त्यस्तो केही पनि मेन्सन छैन अनि फ्रेम्स चाहिँ अझ पनि प्लास्टिककै छ जुन चाहिँ अब मेटल भइदिएको भए बेटर त हुन्थ्यो यस तर अब बजेट हेरिकन अनि कम्पिटिसन हेरिकन त प्लास्टिक भयो भने आई डोन्ट माइन्ड एट अल अनि डिस्प्लेको कुरा गर्नु पर्दाखेरि चाहिँ त्यस्तो मेजर चेन्जेस त केही पनि छैन है पहिला नथिङ फोन 3A चाहिँ अब 1300 निट्समा क्याप हुन्थ्यो भने चाहिँ अब चाहिँ 1600 निट्ससम्म पुगेको छ सो ब्राइटनेस एउटा चाहिँ बढेको छ तर त्यो लेभलको ब्राइटनेस पुग्दाखेरि चाहिँ अब यो स्क्रिनको कन्टेन्ट चाहिँ हल्का फिका खालको हल्का वास्ट आउट टाइपको देखिन्छ कि अब त्यो चाहिँ अब नर्मल सिचुएसनमा पनि यो फोनको भाइब्रेन्सी चाहिँ त्यस्तो पन्ची खालको चाहिँ छैन होइन डिस्पाइट बिङ अ 10 बिट प्यानल त्यस्तै अब अर्को कम्प्लेन भनेको चाहिँ यो फोनको बेजल्समा छ है कि अब आई नो अब नथिङले चाहिँ अब मिड रेन्ज फोन्सहरूमा पनि युनिफर्म बेजल्सको चाहिँ एउटा ट्रेन्ड सेट गरेको हो त्यसको लागि चाहिँ थ्याङ्क यू बट अब चाहिँ के भयो भन्दाखेरि चाहिँ बेजलको थिकनेस चाहिँ अलिकति आँखै लाग्ने खालको पर्यो हुन थालिसक्यो कि सो अब नेक्स्ट जेनेरेसनमा चाहिँ त्यो एउटा एस्पेक्टमा चाहिँ हल्का इम्प्रुभमेन्ट चाहिँ म एक्सपेक्ट गर्दैछु है अनि इम्प्रुभमेन्टको कुरा गर्दाखेरि वी हेभ द पर्फर्मेन्स साइड अफ थिङ्स है हामीले यसमा चाहिँ स्न्यापड्रागनको 7S Gen 4 पाउँछौँ विच इज द इन्क्रिमेन्टल अपग्रेड अफ स्न्यापड्रागन 7S Gen 3 फ्रम लास्ट जेनेरेसन होइन अब इन्क्रिमेन्टल अपग्रेड भइसकेपछि यहाँ नम्बर्सहरूमा पनि हामीले त्यही
अनुसारको चेन्जेस देख्छौँ होइन, विच इज सिरियसली नट द्याट मच। अनि गेमिङमा पनि एकदमै न्युट्रल खालको छ मेरो ओपिनियन होइन। अब मलाई चाहिँ यो अनर अफ किङ्स भन्ने गेम एकचोटि खेल्न मन थियो होइन, अनि यही बानामा चाहिँ यस्तो खेलेको थिएँ। अनि यो गेममा मैले म्याक्स एफपिएस अनि रेजोल्युसनहरू चाहिँ अल्ट्रामा राखेर खेल्दाखेरि क्लोज टु 60 FPS को रिजल्ट पाएँ, जुन चाहिँ मलाई खासै रमाइलो लागेन बिकज गेममा अपेरेन्टली 120 FPS सम्मको सपोर्ट छ अरे। अब यो चाहिँ गेमको लिमिटेसन हो कि मोबाइलको लिमिटेसन हो त्यो चाहिँ म अलिकति स्योर भएन होइन। त्यही भएर चाहिँ म फेरि मोबाइल लेजेन्ड्समा नै आइपुगेँ, जसमा चाहिँ आई नो कि 120 FPS सम्मको सपोर्ट छ भनेर अन्डर अल्ट्रा सेटिङ्स। बट गेममा चाहिँ मैले सुपर भन्दा माथिको अप्सन पाइनँ, विच इज फर 90 FPS, अनि रिजल्ट्स नियर 90 FPS थियो पनि। धेरै पछि चाहिँ मिया खेलेको थिएँ होइन, दुईवटा स्याभेज होइन दुई गेममा, जोस् मजा आयो। अब लास्टमा गेन्सिनमा चाहिँ मैले हाइएस्ट सेटिङ अनि 60 FPS अप्सनमा राखेर खेलेको थिएँ। 60 FPS त पुगेन अभियसली, 35 FPS को एभरेज मात्र पाएँ मैले। बट द थिङ इज यो स्मुथनेस चाहिँ थ्रु आउट द गेम नै मेन्टेन भएको थियो, जसले गर्दाखेरि चाहिँ त्यस्तो रफ एक्सपिरियन्स चाहिँ भएन मलाई होइन, विच आई भेरी मच अप्रिसिएट। अब यो फोनमा मैले अर्को अप्रिसिएट गर्ने कुरा भनेको चाहिँ यसको क्यामराज हो है। नथिङ फोन 3A चाहिँ अब क्यामरा सेटअप वाज अलरेडी गुड इनफ। अब मिड रेन्ज सेगमेन्टमा चाहिँ अब 3 क्यामरा सेटअप चाहिँ लगभग कुनै पनि फोनले दिँदैन थियो कि, अझै पनि नथिङ बाहेक अरू कुनै पनि कम्पनीले दिँदैन पनि। तर लास्ट टाइम चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ नथिङले चाहिँ अब डेडिकेटेड 2x टेलिफोटो क्यामेरा दिएको थियो कि, विच इज बेटर देन नथिङ। अहिलेको जमानामा चाहिँ फोनको मेन क्यामेराले नै 2x डिजिटल जुम चाहिँ अलमोस्ट अप्टिकल क्वालिटीको दिन थालिसक्यो कि, सो यो डेडिकेटेड 2x टेलिफोटो चाहिँ अलिकति मिस्ड अपर्च्युनिटी जस्तो फिल भएको थियो। बट यसपालि चाहिँ 3.5x को टेलिफोटो दिएर पठाएको छ के नथिङले, अझ पेरिस्कोप लेन्स भनेर कोड गरेर आएको छ, जुन चाहिँ मैले अलिकति भेरिफाई गर्न चाहिँ सकिनँ है। अब किन भन्दाखेरि चाहिँ नर्मली चाहिँ अब पेरिस्कोप लेन्सहरू चाहिँ हामीले बाहिरबाट चाहिँ त्यो भित्रको प्रिजम चाहिँ ठ्याक्क नोटिसेबल हुन्छ कि। अब हामीसँग भएको फ्ल्यागसिप फोनहरूमा पनि ढ्याक्कै देखिन्छ नि त यो चारपाटे खालको, अनि नथिङ फोन 3A प्रोमा नि यो कुरा चाहिँ एकदमै नोटिसेबल थियो। तर नथिङ फोन 4A चाहिँ त्यस्तो छैन क्या अलिकति है। अब फ्ल्यास बालेर हेर्दाखेरि अलिकति डिफ्रेन्टली चाहिँ डेफिनेटली रियाक्ट गर्छ, तर त्यो ट्रेडिसनल पेरिस्कोप लेन्स जस्तो त्यो चारपाटे चाहिँ अलिकति देखिँदैन कि। अब मेबी दे युज अ डिफ्रेन्ट मेकानिक अन दिस वान। अब तर यो चाहिँ म एकदमै यत्तिकै क्युरियस भएर मात्र भनिरहेको हो है। अब हामीलाई चाहिँ यो पेरिस्कोप हो कि होइन भनेर भन्दा नि इम्पोर्टेन्ट कुरा चाहिँ यो फोनबाट चाहिँ फोटो चाहिँ कस्तो आउँछ भन्ने हो होइन। अनि त्यो विषयमा कुरा गर्नु पर्दाखेरि चाहिँ म चाहिँ रिजल्ट्सहरूसँग मोस्टली सेटिस्फाइड नै छु। डिटेल्स एन्ड कलर्स लुक नाइस, तर कहिलेकाहीँ चाहिँ फोटोको सर्टेन एस्पेक्टहरू एक्जाजरेट देखिन सक्छ। मोस्टली चाहिँ कन्ट्रास्ट हेभी लाग्यो मलाई। त्यसै गरी मेन क्यामेराको फोटोहरूमा चाहिँ कलर्स त राम्रै छ, तर टेलिफोटो लेन्सले निकाल्ने जस्तो भाइब्रेन्ट भन्ने छैन है। त्यही भएर नि होला सायद म चाहिँ 2-4 स्टेप बरु पछाडि उभिएर टेलिफोटोले नै फोटो बढी लिइरहेको थिएँ क्या मेन क्यामेराले भन्दा। टेलिफोटोमा पनि मेन क्यामेरामा जस्तै बेला बेलामा अलिक कन्ट्रास्टी लुक चाहिँ आउँछ। अनि यो टेलिफोटोबाट 7x जुम गर्दा पनि क्वालिटी डिप चाहिँ फिल हुँदैन कि 3.5x को कम्पेरिजनमा। यस्तो इन्डिपेन्डेन्टली हेर्ने हो भने त 7x को फोटो नि 3.5x जत्तिकै क्वालिटीको देखिन्छ है। जस्तो मैले यो उडिरहेको प्लेनको सर्ट लिएको थिएँ क्या, अनि यो प्लेनमा चाहिँ बुद्ध एयर लेखेको मजाले बुझिन्छ कि, जुन चाहिँ मलाई एकदमै नै इम्प्रेसिभ लाग्यो। त्यसै गरी टेलिफोटोबाट पोर्ट्रेट्सको कुरा गर्नुपर्दा चाहिँ पर्फेक्ट चाहिँ लागेन। कहिलेकाहीँ फोटोहरू हेजी अर ओभर एक्सपोज आउने, अनि ब्याकग्राउन्ड ब्लर नि कि टु अग्रेसिभ अर ल्याकिङ हुने चाहिँ हुन्छ। जस्तै यो फोटोमा पछाडि अनमोल दाइलाई मजाले ब्लर गरेको छैन, अरू यी बाजेको फोटोमा ब्याकग्राउन्ड ब्लर छ कि छैन भन्ने गाह्रो परिरहेको छ क्या। उहाँको टोपी चाहिँ दामी छ है जोस्। त्यसै गरी ब्याकग्राउन्ड ब्लर नि पर्फेक्ट हुँदैन कहिलेकाहीँ, जस्तै यो पिजनलाई आधी ब्लर गरिदिएको छ, अनि यो डगोको कान पनि ब्लर गरिदिएको छ। इस्युजहरू चाहिँ छ, तर वेन थिङ्स आर राइट फोटोज लुक नाइस। तर भर्खरको स्याम्पल्समा पनि इस्यु भयो भने फोटोहरू चाहिँ नराम्रो छ चाहिँ भन्ने मिल्ने चाहिँ छैन है। जस्ट हाम्रो निटपिक गर्ने बानी छ नि त। अब कुरा आयो अल्ट्रा वाइडको है। एक्सपेक्टेसन अलरेडी लो नै हुन्छ अल्ट्रा वाइडसँग। आफ्टर अल हामीले जम्मा 8 मेगापिक्सलको सेन्सर त पाउँछौँ। डिटेल्सहरू अलमोस्ट डेड नै छ, जुन कुरा चाहिँ हामीले मेन सेन्सरको फोटोसँग साइड बाई साइड राख्दा फिल गर्छौँ। जस्तै यो फोनमा यति धेरै माछाहरू थियो जुन चाहिँ मेन सेन्सरबाट लिएको फोटोमा मजाले देखिन्छ, बट अल्ट्रा वाइडमा चाहिँ सेम लेभलको देखिन्न। मेन सेन्सरमा जस्तै टु कन्ट्रास्टीवाला इस्यु चाहिँ यहाँ पनि देखिन्छ, बट ठिकठाकको फोटो ननिस्किने चाहिँ होइन। त्यसै गरी यो एउटा फोटोमा चाहिँ थोरै गोस्टिङ इफेक्ट नोटिस गरेको थिएँ मैले, जसको मतलब चाहिँ फोनको सटर स्पिड अझै पनि स्न्यापी भएको छैन। यही कुरा चाहिँ अरू लेन्सहरूमा पनि फिल गरेको थिएँ। मुभिङ सब्जेक्ट्सहरू छ भने फोटोमा डिले अर ब्लर देखिन्छ, जुन इस्यु चाहिँ फोन 3A पनि थियो, अनि मैले पोइन्ट आउट पनि गरेको थिएँ। तर यसपालि क्यामेरामा नयाँ आएको फिचर भनेको चाहिँ प्रिसेट्स हो है, जुन चाहिँ हामीले होम स्क्रिनमा एज अ सर्टकट पनि सेट गर्न मिल्छ। हामीले चाहिँ बाई डिफल्ट 10वटा पाउँछौँ, अनि अझ इम्पोर्ट अर क्रिएट नै गर्न मिल्छ। अनि यो प्रिसेट युज गर्दाखेरि चाहिँ फोटोहरूमा चाहिँ एउटा स्पेसिफिक भाइब पाइन्छ क्या। अनि मलाई चाहिँ प्रिसेट 6 AKA ब्ल्याक एन्ड व्हाइट फिल्म चाहिँ सबभन्दा मन पर्यो है।
यो प्रिसेटमा कलर त भइहाल्यो, क्यामेराको मोड अनि फोकल लेन्थहरू पनि सेट हुन्छ के। जस्तै यो सिने एम्बर भन्ने प्रिसेट चाहिँ भिडियोको लागि छ, जुन चाहिँ काठमाडौँको गल्लीहरूको लागि पर्फेक्ट लाग्यो मलाई चाहिँ। त्यस्तै अब भिडियोको कुरा हुँदै गर्दाखेरि हामीले यहाँ 4K 30 मा रेकर्ड गर्न मिल्छ, अनि रेकर्ड गर्दा आइदर मेन क्यामेरा अर टेलिफोटोबाट मात्र गर्न मिल्छ। दुईटा बीचमा स्विच चाहिँ हुँदैन, जुन इस्यु चाहिँ पहिला पनि थियो अनि हामीले फोन 3A को रिभ्यूमा पनि पोइन्ट आउट गरेको थियौँ। त्यसै गरी अब सेल्फीको लागि चाहिँ यहाँ 32 मेगापिक्सलको सेल्फी क्यामेरा पाउँछौँ, अनि सेल्फीमा चाहिँ बाई डिफल्ट 1.2x मा सेट भएको छ यता। अब नथिङले यसरी बाई डिफल्ट जुममा राख्नको कारण चाहिँ अरू फोनहरूले 0.6x अल्ट्रा वाइडमा फोटो खिच्न दिएको जस्तो एमुलेट गर्नको लागि हो कि जस्तो लाग्यो मलाई चाहिँ। ल लास्टमा कुरा गरौँ मलाई नथिङ फोनको सबभन्दा मनपर्ने एस्पेक्ट, र त्यो हो सफ्टवेयर। अब हामीले यहाँ नथिङ OS 4 पाउँछौँ, अनि यहाँ चाहिँ मलाई एकदमै मन परेको यो ब्ल्याक एन्ड व्हाइट एस्थेटिक, अनि एप डाउनलोड गर्दाखेरि सिधै सर्च बार आउने यो सबै फिचरहरू चाहिँ फिर्ता आएको छ। यसपालि चाहिँ अब एक्स्ट्रा डार्क मोड भनेर पनि आएको छ है, जसले चाहिँ अब यो डार्क स्पेसेसलाई एक्चुअलीमा कालै बनाइदिँदो रहेछ है। अब पहिलाको डार्क मोडमा चाहिँ ग्रेसम्म मात्र हुँदो रहेछ, जुन चाहिँ मैले यो एक्स्ट्रा डार्क मोड अन नगरेसम्म चाहिँ याद पनि गरेको थिइनँ कि। अनि त्यसै गरिकन नथिङले चाहिँ अब ChatGPT-लाई चाहिँ एकदमै सिस्टम लेभलमा इन्टिग्रेट गरेको भनेको जस्तो लागेको थियो होइन। अब विजेट्स पनि छ यहाँ छन चाहिँ, तर यो राम्ररी चाहिँ मैले चलाउन चाहिँ अलिक सकिनँ है। त्यस्तै अर्को एउटा फिचर भनेको चाहिँ युनिभर्सल सर्च भन्ने छ होइन, जुन चाहिँ अब नथिङले चाहिँ अब सिधै सर्च बारमा आफ्नो क्वेरी राखेर अनि सिधै आन्सर पाउन सकिन्छ भनेको थियो। तर त्यो चाहिँ अब अलिकति एडभर्टिजमेन्ट गरेको जस्तो खालको एक्जिक्युसन चाहिँ छैन है यहाँ। अब हुन त अब यो सर्च कीमा चाहिँ आफ्नो क्वेरी राखेर एनी अफ द गुगल सर्भिसेसमा सिधै सर्च चाहिँ गर्न मिल्छ, विच इज भेरी ह्यान्डी, तर नथिङले एडभर्टाइज गरेको जस्तो चाहिँ अलिकति छैन। अब लास्ट इयर इन्ट्रोड्युस भएको एसेन्सियल स्पेस भन्ने फिचर चाहिँ फेरि पनि फिर्ता आएको छ होइन। यो फिचर चाहिँ मलाई एकदमै नै मन परेको थियो क्या लास्ट इयर होइन। अब के गर्न मिल्छ, कसरी गर्न मिल्छ, अनि के चाहिँ खतरा थियो भनेर चाहिँ हामीले एकदमै डिटेलमा अगेन नथिङ फोन 3A को भिडियोमा एक्सप्लोर गरिसकेका छौँ होइन। सो यदि तपाईँले त्यो इन्फो चाहिँ चाहिन्छ भने चाहिँ डु चेक द्याट आउट होइन। तर त्यो भिडियोमा चाहिँ मैले अब दुईवटा मेजर कम्प्लेन चाहिँ पोइन्ट आउट गरेको थिएँ कि, जसमध्येको फर्स्ट थियो एसेन्सियल स्पेसमा चाहिँ सर्च गर्न मिलेन भन्ने कुरो, र त्यो वाला कम्प्लेन चाहिँ एकदमै मजाले एड्रेस भएको छ है। अब एसेन्सियल स्पेसमा सर्च गर्न मिल्ने त भइ नै हाल्यो होइन। अब त्यो आफूले लिएको मेमोरिजहरू चाहिँ यस्तो मजाले सर्ट आउट भएको छ कि क्लिन पारामा होइन। सो गुड जब अन द्याट नथिङ होइन। अनि अर्को कम्प्लेन चाहिँ के थियो भन्दाखेरि चाहिँ यो एसेन्सियल कीको प्लेसमेन्ट होइन। अब पहिला चाहिँ के थियो भन्दाखेरि पावर बटनको तलपट्टि थियो, यसपालि चाहिँ लेफ्ट साइडमा एक्लै पारेर बसेको छ, विच इज बेटर, तर मलाई अझै पनि चित्त चाहिँ बुझेको छैन। अब त्यो चाहिँ किन भन्दाखेरि चाहिँ आई काइन्ड अफ मिस त्यो भल्युम रकर्स अन द साइड के होइन। अब अरू एन्ड्रोइड फोनहरूभन्दा चाहिँ हल्का हट्के फिल हुन्थ्यो क्या नथिङको फोनहरू चाहिँ। सो वाट इफ वी डु दिस के इन्स्टेड, के गर्ने भन्दाखेरि चाहिँ अब यो एसेन्सियल कीलाई चाहिँ साइडमा राख्नको सट्टा चाहिँ माथिपट्टि राखिदिने क्या। अब पहिला त्यो आइफोनको पावर बटनहरू हुन्थ्यो नि त्यसरी नै क्या। अब त्यो गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब यो की युज नगर्ने मान्छेले चाहिँ अब माथिपट्टिको बटन चाहिँ बिर्सिने फरक पर्दैन होइन। अनि त्यसै गरिकन अब युज गर्ने मान्छेले चाहिँ जसरी पनि थर्टफुल्ली माथिको बटन प्रेस गरि नै हाल्छ होइन। अनि मैले चाहिँ भल्युम रकर चाहिँ साइडमा पाउँथेँ। इट्स अ विन 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 सिचुएसन के। अब नथिङले चाहिँ सायद मलाई नि डिजाइन टिममा चाहिँ हायर गर्नुपर्छ जस्तो छ क्या। एटलिस्ट नथिङ फोन 3A को जस्तो त्यो बाङ्गो क्यामेरा चाहिँ प्रपोज गर्दैन थिएँ मैले। ल त गाइज अब नथिङ फोन 4A को बारेमा नि अलि लामै कुरा भयो जस्तो लाग्यो है मलाई। अब के गर्नु, फोन यस्तै राम्रो छ होइन, कुरा गरिराख्नु मन लाग्छ। अब तर लास्टमा चाहिँ एउटा क्वेसन चाहिँ के आउँछ भन्दाखेरि के नथिङ फोन 4A वर्थ इट छ त? अनि मेरो विचारमा चाहिँ मजाले छ, ढुक्कै छ है। अब पहिला चाहिँ अब के हुने गर्थ्यो भन्दाखेरि चाहिँ नथिङको फोन वर्थ इट, तर अलिकति प्राइसियर एन्डमा हुने गर्थ्यो कि। किन भन्दाखेरि चाहिँ अब रेडमी फोन्सहरूले चाहिँ सिमिलर प्राइसमा चाहिँ अझै बढी दरो हार्डवेयरहरू प्रोभाइड गर्ने गर्थ्यो होइन। तर अब यसपालि चाहिँ भइदियो चाहिँ के भन्दाखेरि चाहिँ रेडमीको प्राइसेसहरू चाहिँ वात्तै बढ्यो, जबकि नथिङको प्राइस चाहिँ कम्पेरिटिभली कम बढेको छ क्या। जसले गर्दाखेरि चाहिँ नथिङ फोन 4A पहिला भन्दा नि अझ भ्याल्यु फर मनी भएको छ। अब ठ्याक्क कस्तो भनेर एक्सप्लेन गर्नुपर्दा नथिङ फोन 3A चाहिँ अघिल्लो वर्ष 49,000 मा लन्च भएको थियो भने रेडमी नोट 14 प्रो प्लस चाहिँ 50,000 मा लन्च भएको थियो। अनि झ्याप्प हेर्दाखेरि चाहिँ अब रेडमी 1000 रुपियाँ महँगो जस्तो देखिए पनि त्यही प्राइसमा चाहिँ रेडमीले डबल स्टोरेज अफर गर्थ्यो कि। तर यसपालि चाहिँ के भयो भन्दाखेरि नथिङ फोन 4A र रेडमी नोट 15 प्रो प्लस चाहिँ 61 र 60,000 मा लन्च भएको छ। अनि 1000 रुपियाँ महँगो तिरेर तपाईँले चाहिँ नथिङ फोन 4A मा चाहिँ एकदमै टप टियर एड फ्री सफ्टवेयर एक्सपिरियन्स पाउनुको साथसाथै बेटर क्यामेराज पनि पाउँदै हुनुहुन्छ। सो पहिला चाहिँ नथिङ फोन 4A एकदमै राम्रो फोन हो, तर थोरै महँगो तिर्नुपर्छ भन्नु पर्थ्यो भने चाहिँ अहिले चाहिँ यति भन्ने पुग्छ, नथिङ फोन 4A एकदमै राम्रो फोन हो, पिरियड। Take leg.